हेलो गुड मर्निङ सबैलाई बुनाती मिनाज अस्सलाम वालेकुम। मेरो नाम जवार अन्सारी म सर्लाहीबाट हाल म अहिले रोमानियामा छु हैन। धेरैलाई टेन्सन हुन्छ यो दिल्ली एम्बेसीमा गएर के भन्ने होला, के क्वेसन सोध्ने होला। हामीलाई पनि भएको थियो डराई हामी गइरहेको थियो हैन। कसैले भनिरहेको थिएन के कस्तो हुन्छ भनेर। पछि जब आफू पास भएर आयो तब थाहा भयो यस्तो हुँदो रहेछ भनेर। त्यही भएर तपाईहरु पनि जो रोमानिया आउन चाहनुहुन्छ, जसको एम्बेसीको डेट आइसकेछ, त्यो नडराउनु होला। किनभने त्यहाँ धेरै खासै ठुलो क्वेसनहरु, गाह्रो क्वेसनहरु हैन सोध्दैन हैन। यही हो रोमानिया, हामी रोमानियामा हो अहिले हाल। त्यहाँ सोध्ने भनेको त्यही हो, व्हाट इज योर नेम हैन, अनि फ्यामिलीको बारेमा, कति बिहे गरेछ कि छैन, बिहे गरेको छ कि छैन, आर यु म्यारिड अर नट म्यारिड, यो त सोध्छ नै। हाउ मेनी चिल्ड्रेन यो सोध्छ नै हैन। एज सोध्छ हैन। अनि के वर्क एक्सपिरियन्स छ यहीहरू सोध्छ। एकदम धेरै गाह्रो सोध्दैन। त्यही हो, सबलाई मनमा खसखस भइरहेको हुन्छ के हो कस्तो हो भनेर। तर गाह्रो सोध्दैन। त्यही कति स्यालेरी हो, कुन कम्पनीमा आइरहेको छस् हैन, अनि 2 वर्ष सक्यो भने के गर्छस्, कति वर्षको कन्ट्र्याक्ट हो, पहिला काम कहाँ गरेको थियो, त्यो मात्रै सोध्ने हो। अनि अरू मान्छेहरूले त के सोध्छ भन्छ। तर कसैलाई, हामीलाई त धेरै क्वेसन सोधेको थियो, तर अरूलाई धेरै यति क्वेसन पनि सोधेको थिएन। नाम, एज, कम्पनी मात्रै, अनि नेट स्यालेरी कति हो, ग्रस स्यालेरी कति हो, त्यो सब सोध्छ हैन। यही हो रोमानिया गाइज, राम्रै हो। यो रोमानिया भनेको गेटवे अफ युरोपियन कन्ट्री हो। यहाँबाट तपाईहरूले इजिली मुभ गर्न सक्नुहुन्छ अरू कन्ट्री। त्यही भएर यहाँ अहिले आउँदा राम्रो हुन्छ, न त पछि गएर अझै धेरै पैसाहरू लिन्छ मेन पावरहरूले, एजेन्टहरूले। यहाँ भनेको आउँदा ठिक हुन्छ, किनभने अहिले डाइरेक्ट कम्पनीमा आउँदा ठिक हुन्छ। कसैले त पहिला हामीलाई सप्लाई भन्दा के हो, सप्लाई कस्तो हो थाहै थिएन। तर डाइरेक्ट कम्पनीमा आउँदा ठिक हुन्छ। त्यही हो, अब रोमानियाको लागि एम्बेसीमा, दिल्ली एम्बेसीमा जाँदाखेरि टेन्सन लिनु हुँदैन। अलिकति पनि हडबडी भएन हैन। एकदम शान्त भएर, एकदम नर्मल भएर, टक्कसँग कपाल सपाल मिलाएर जाने हो। त्यहाँको मान्छे बिहेभियर पनि हेर्छ, अनि अगाडिदेखि नि वाच गरिरहेको हुन्छ, जाने बेला पनि वाच गर्छ। त्यही भएर राम्ररी त्यहाँ जानु होला, अनि आउने बेला पनि राम्ररी बाहिरसम्म ननिस्किने जेलसम्म राम्ररी आउनु होला। राम्रो बिहेभियर आयो भने इजिली, अहिले त रिजेक्ट पनि भइरहेछ धेरै सुनेको छु। तर राम्ररी सबै रिप्लाई दिए भने क्वेसनहरूको इजिली तपाईँहरू पास हुनुहुन्छ हैन। यही हो रोमानिया गाइज। यहाँ गाडीहरू चलिरहेको छ, ट्रेन कति सानो छ। हाम्रो नेपालमा कहिले हुन्छ थाहै छैन। यहाँ हेर ट्रेन आयो, ट्रेन, मेट्रो होइन है। यस्तै हो, स्याउहरू छ रोमानियाको, आएर खानु होला हैन। यहाँ बाटैमा स्याउहरू हेर्न पाउँछ। स्याउको बोट यही हो, अस्तिदेखि देखाएको स्याउको बोट यही हो। कहिले अब ठुलो हुन्छ अनि हामी टिप्दै खाँदै गर्छौँ। अरू ठिकै हो, यस्तै हो। त्यही भएर त्यही हो रोमानियाको खासमा त्यही इन्टरभ्यू हुन्छ, जुन चाहिँ धेरैले भन्छ गाह्रो हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ। तर जो आइसकेको छ उसलाई थाहा हुन्छ कस्तो क्वेसनहरू सोध्छ। अरूले त भिडियोमा के हुन्छ भनेको छ, तर त्यस्तो गाह्रो केही हुँदैन है। त्यही भएर नआत्तिने। धेरैले मलाई यहाँ आएपछि मेरो साथीहरूले के क्वेसन सोध्छ भन्छ, तर केही त्यस्तो खासै हुँदैन। अलिकति इङ्ग्लिस जाने पनि हुन्छ। झन् हामी त पुरै ब्याचलरहरू गरेको, 12 क्लियर गरेको हैन, टिचिङ गरेको मान्छे 6-7 वर्ष हैन। हामीहरूलाई के को त्यो हुन्छ, गाह्रो हुन्छ हैन। अलिकति पनि पढेछ, नामहरू भन्न इङ्ग्लिसमा आइहाल्यो, एजहरू भन्न आइहाल्यो भने खासै गाह्रो हुँदैन। यही हो हेर, युरोपहरूमा कोही मान्छेहरू खासै देखा पर्दैन, चारैतिर CCTVहरू हुन्छ हैन। यस्तै हो, आजको भिडियो यही हो। राम्ररी आउनु होला जो जानुहुन्छ दिल्ली एम्बेसीमा, त्यसलाई बेस्ट अफ लक। आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँला। भिडियो इन्फर्मेसन जस्तो लाग्यो भने, इन्फर्मेटिभ छ भने दबाएर लाइक गरिदिनु होला, सब्सक्राइब पनि गरिदिनु होला। किनभने म डेली भिडियो अपलोड गर्नेछु एबाउट रोमानियाको बारेमा हैन, रोमानियाको लाइफस्टाइलको बारेमा, यहाँको मान्छेहरूको बारेमा। अरू केही टपिक सजेसन दिनुहुन्छ भने दिनु होला। यहाँ मान्छेहरू कुरिरहेको छ, यहाँ बस आयो, बसबाट अब टक्कसँग चढ्ने हो, अनि बसमा सरर जाने हो। हामी अब मेट्रोमा जान्छौँ। ल सबलाई नमस्कार, बाई बाई, फेरि भेटौँला, बाई बाई।